दर्शकवृन्द यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले प्रहरी र जेन्जीबीच हानाहानको स्थिति आइसकेको छ। दर्शकवृन्द हेर्न सक्नुहुन्छ पेलाको स्थिति गइरहेको छ। दर्शकवृन्द हेर्न सक्नुहुन्छ तपाईँहरूले प्रहरीले अहिलेसम्म भने संयम अपनाएको छ, लाठीचार्ज गरेका छैनन्। हेर्न सक्नुहुन्छ आक्रोशित जेन्जीहरू माइती घरबाट निस्किसकेपछि हेर्न सक्नुहुन्छ प्रहरीले के गरौँ को स्थितिमा पुगिसकेका छन्। हेर्न सक्नुहुन्छ दर्शकवृन्द थप प्रहरी परिचालन गरिएको छ, थप वरिपरिको प्रहरीहरूलाई बोलाइएको छ। दर्शकवृन्द हेर्न सक्नुहुन्छ भिड भड्किसकेपछि यहाँको स्थिति तनाव अवस्थामा सिर्जना भइसकेको छ, तनावग्रस्त भएको छ। दर्शकवृन्द माइतीघरको अवस्था तनावग्रस्त भइसकेको छ। हेर्न सक्नुहुन्छ दर्शकवृन्द यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ दर्शकवृन्द भिड भड्किसकेपछि माइतीघरको अवस्था तनावमा सृजना भइसकेको छ। दर्शकवृन्द हेर्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ दर्शकवृन्द निकोलस विशाल पसिना भएर अगाडि बढिरहेका छन्। दर्शकवृन्द यहाँ हेर्न सक्नुहुन्छ भिड भड्किसकेपछि यहाँको ताजा अवस्था ठेलम ठेला भइरहेको छ। दर्शकवृन्द साला झुमले सरकार च्यालेन्जमा आउँछ यार। हेर्न सक्नुहुन्छ गाडी प्रहरीलाई म्यानेज गर्न पनि गाह्रो परिरहेको छ। यहाँ दर्शकवृन्द हेर्न सक्नुहुन्छ यहाँ भिड भड्किसकेको छ। हेर्न सक्नुहुन्छ दर्शकवृन्द यहाँ आमा भिडमा च्यापिएर झन्डै सकिएको हामी नै हेर्न सक्नुहुन्छ दर्शकवृन्द यो भिड आइरहेको छ। दर्शकवृन्द तपाईँहरूलाई ओ माई गड माइती घरमा 81 जेन्जीहरूको भिड आक्रोशमा परिणत भइसकेपछि यहाँ ठेलम ठेला भइरहेको छ। दर्शकवृन्द ज्यान जोगाउने गाह्रो पर्ला जस्तो दर्शकवृन्द यतिखेर गाडीमा च्यापिएको छ भने यो भिड प्रहरीको घेरा तोडिसकेपछि फेरि माइती घरमै जाने अवस्था रहेको छ। हेर्न सक्नुहुन्छ प्रहरीले धकेलेर फेरि माइती घरमै पुर्याएको छ। दर्शकवृन्द भिडलाई नियन्त्रण गर्न खोज्दैछ प्रहरीले। हेर्न सक्नुहुन्छ नाराबाजी भइरहेको छ। यो भिड माइती घरबाट सडकतर्फ निस्किएको थियो भने यतिखेर प्रहरीले एउटा कुनामा लगिसकेको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ प्रहरीले सवारी साधन खुलाउने तयारी गरिरहेको छ भने यतिखेर भिड भड्किएको छ।